चटपटे चाहिँ बनिसक्यो साथीहरु। अब चाहिँ हामी खाँदै छौं है त। दे मोबाइल। ल चटपटे चाहिँ यहाँ बनिसक्यो। हेलो अनि नमस्ते साथीहरु सबैजनालाई वेलकम छ पुष्पा युट्युब च्यानलमा फेरि पनि आज म न्यू डे न्यू ब्लगको साथमा फेरि पनि उपस्थित भइसकेकी छु। सो साथीहरु आज चाहिँ म यहाँ हाम्रो माइत आछु। हाम्रो आमा बुवा चाहिँ माथि पूजाइ थियो जानु भएको छ। म चाहिँ आज बाख्रा चराउँदै छु, गोला जान लाग्छु साथीहरु। के छ तपाईहरुको खबर? हाम्रोतिर चाहिँ पानी पर्ला जस्तो भइराछ। सो साथीहरु यहाँ चाहिँ म हाम्रो भेडा बाख्राहरु यहाँ छन्, गोला जान लाग्छु। सो म चाहिँ अरु साथीहरु चाहिँ उपारितिर गइसके, म चाहिँ यहाँ छु। अब जाँदै छु है त साथीहरु। भिडियो चाहिँ सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला अनि च्यानलमा नयाँ छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिदिनु होला भन्दै म गोलातर्फ लाग्यो है त साथीहरु। ल साथीहरु हामी चाहिँ यहाँ गोला आएर यहाँ चटपटे खाना लाग्छौं। चटपटे चाहिँ अब बनाउँदै छौं हामीहरु चाहिँ। यिनीहरु चाहिँ मेरो भदैनीहरु हुन् साथीहरु। भदैनीहरु केही छ भने भन्देऊ न। ल सबैले मिलेर गरौँ है। प्याज काट्छु म पहिला। ल तिमीहरु आलु सोगर। आलु पनि ल्याछौं हामीले यहाँ। आँप पनि छ, आँप चाहिँ अलि खाने हो। अनि यहाँ चाहिँ काँक्रो चाहिँ थिएन है साथीहरु, सानो छ। आँप रहेको छ अनि हरियो खुर्सानी टमाटर यहाँ चाहिँ चुक रहेको छ। आलु सोगर है तिमीहरु। म चाहिँ यहाँ प्याज काट्छु। गोला आएको साथीहरु हामीहरु चाहिँ बाख्रा चाहिँ माथितिर गइसके। यहाँ चाहिँ हामी चटपटी बनाएर खाँदै छौं। अन्त ओराएन यहाँ नजिक आएन। के भन्दा के 2-4 मिनेट भयो अनि त्यस पछाडी म यहाँ काट्दै छु हरियो खुर्सानी। मेरो धेरै नानो के पिरो हुन्छ धेरै हाल्दिन, छोटै राख्छु। तिमीहरु खानु नि त धेरै खुर्सानी। यो खुर्सानी चाहिँ फेरि धेरै लाग्छ के। यति एउटा मात्रै राख्छ है। हुन्छ। यो चाहिँ काँक्रो है हो त्यहाँ। इनले मैले फेरि सबै चाक खेलिन् के रे। यहाँ रहेको छ यो दालमेट। दालमेट हाल्न लागेको पिरो भुजा। दुईटा छन् पिरो भुजा चाहिँ। आँसी दिनु त। चाउ दो चाउ चाउ। कति मिठो बनाउनु रहेछ हेल त। पानीको डोल खसिदियो। अरु नुन काट्नु। बुङ्गा बाइ जाने हुन्छ। यो नुन पनि काट्नु है। प्लास्टिकमा बनाएको देखाउँछ छैन? देखाउँछ। गोला आएर काम गराउँछन् त अनि प्लास्टिकमा नबनाएर प्लास्टिकमा बनाउने हो, खाइदिने हो। आलु काट्न बाँकी रहेछ नि यहाँ। काँक्रा पनि ल्याएर यार। पर निशाले आन्टीका सुन त मस्तै नि आन्टी। कसका? निशाले आन्टीका। हैन मैले हाम्रै ल्यायो। नाइ क्या पर रहेछ क्या मस्त ए नै। नानी तेरा काँक्रा थिया र? ए आन्टीका छ। तिता किन थिया त? हुन्छन् तर साना यदि नै
ने ठुल्ठुला हुन्छ नि त तिता हुन्छन् यो भयो साथीहरू अब चाहिँ यहाँ चुक छ चुकिरहेको छ नुन पनि हाल्छु कति हाल्नु चुक चुक अनि यहाँ पानी नुन अब बिस्कुटको कागज बिस्कुटको कागजमा नुन ओहो अब मसिनो डाँडो हेऱ्यो भए हुन्छ नि चटपटे चाहिँ बनिसक्यो साथीहरू अब चाहिँ हामी खाँदैछौँ है त दे मोबाइल ल चटपटे चाहिँ यहाँ बनिसक्यो तर राम्रो देखाएर हिँड्छ क्यामेरामा एकदमै मिठो खाउँ खाउँ लागिसक्यो मेरो मुखमा चाहिँ पानी आइसक्यो प्लास्टिक थाहा भयो म राखिदिन्छु क्या त्यो उयो खिच्दिनु त समात्दिनँ देख्नेहरू खिच्दिनलाई प्लास्टिक ल्या सबैका प्लास्टिकमा हाल्ने क्या साग्दैछु म्यामहरू चटपटे देखाएर मान्छे देखिन्न देखो अब म चाहिँ काम खाउँ त म यही प्लास्टिकमा खान्छु नि त्यो भरे लौ पेट खाके खा ले अन्त राखिदिन्छु त पिरो छ सुगिलो भयो सुगिलो खानुपर्छ सुगिलो पिरो नानी देखो भइजान्छ क्या खाके खा खाके भन्दै लानु क्या अनि नानीहरू अब चाहिँ यो चाहिँ मेरो भागमा परेको दे अब ए आमा नुन पोख्यो यता हेर्नु त नुनभरि पोखेर मलाई मारिहाल्नुहुन्छ आमाले बर्को अब म चाहिँ खाँदैछु है हामीहरू ल कस्तो मिठो लाग्यो है ल बब्बाल मिठो भएको छ साथीहरू चटपटे चाहिँ चटपटे खाना चलेर कहाँ आँप खाँदा नि चटपटे खाँदा खाँदा यिनीहरूले आँप पनि खाँदैन यार क्या मिठो बाख्रा चाहिँ कहाँ गयो कहाँ हामी त्यो खाम बस्छौँ अनि सदा मारिनुहुन्छ उताबाट बाघले बाख्रा खाइदियो भने घरै बसिरहेको छैन मारिनुहुन्छ चटपटे बुझ्दैन यस्तै सिलिङ कसैले गरेर हाल्दै लुगा हिजो पनि आउनु पर्ने हामीले चाहिँ चटपटे खाएर सक्यौँ अब चाहिँ हाम्रा बाख्रा चाहिँ यता माथितिर आएको थियो हामी चाहिँ तल बसेर चटपटे खान्थ्यौँ अब चाहिँ यहाँ बाख्रा पनि यहीँ पनि रहेछन् यार तर
त्यसले डरा हो क्या यहाँ त केही छैन त केही ढल्या छैन त अम्राई ल्याएको छु फुपू यहाँ त के रुख डल्या नै भ्याउ केही ढल्याएको छैन त केही भ्याउ छैन भगवान बाख्रा पनि हेरेछन् कस्तो डर लाग्यो यार मलाई त दिउँसो मध्याह्न बेला 12 बजे 12:30 बजे डराउँछ हुन्छ हो रहेछ कि क्या केही छैन त डराएकै हो कि क्या हो क्या ए नभा केही छैन क्या नभएको अहिले 1 बज्न लागिसक्यो हे भगवान के साथीहरू यहाँ चाहिँ रुख ढल्या नै ठुलो रुख ढल्या नै आवाज हो तर यहाँ चाहिँ हेर्दाखेरि केही पनि छैन यहाँ चाहिँ कसले डराएछ साथीहरू 12 बजेतिर दिउँसो पनि डराउँदो रहेछ डर लागिसक्यो मलाई त केही पनि रहन्छ क्या म त रुख डल्यो भन्ने भनेको थिएँ जम्मै खाला कस्तो डर लाग्यो यिनीहरू भागेर डरले गइसक्यो अरू चाहिँ ओहो कोही मान्छे मर्छ होला सायद फुपू फुपू डराएछ यार कोही मान्छे मर्छ होला सायद दे आप खाने भए खै चाउचाउ नुन हातसँग खान्छ डोबेर चल्छ हेर्न तल छ चाउचाउ नुन राख्या भए हुन्थ्यो नि अघि न ए बाख्राको पछाडि आयो खायो खायो अनि यो चाहिँ छरेर पनि के काम साथीहरू बनेलले अनि बाँदरले केही रहँदैन क्या पछि सबै खाइदिन्छ त्यही भएर छर्नुभन्दा बरु बजाइ राख्नुहुन्छ दुःख गरेर के काम सबै खाइदिन्छ क्या पछि यहाँ चाहिँ बस्नुहुन्न कोही पनि तल जिउला बस्नुहुन्छ मेरो जन्मघरमा जन्मेको घर चाहिँ देखाउँदैछ है साथीहरू तपाईँहरूलाई हामी चाहिँ हाम्रो घर चाहिँ यहाँ जङ्गलमा थियो एक्लै हैन पहिला आजभोलि चाहिँ तल जिउला बस्नुहुन्छ त्यो चाहिँ भूकम्पले गर्दाखेरि भूकम्पले यस्तो बनाइदिएर अनि त्यही भएर चाहिँ आजभोलि जिउला बस्नुहुन्छ पहिला चाहिँ यहीँ बस्नुहुन्थ्यो भूकम्पले गर्दाखेरि भत्काइदिएको कारणले गर्दाखेरि आजभोलि यहाँ बस्नुहुन्न जिउला बस्नुहुन्छ म जन्मिएको पनि यही हो यहाँ चाहिँ भूकम्पले कस्तो बनाइदिएको छ घर त्यही भएर आजभोलि चाहिँ हाम्रो बुवाहरू यहाँ बस्नुहुन्न तल बस्नुहुन्छ अनि यो घर अनि उतल्लो घर यो चाहिँ दुईवटा भूकम्पले फालिदियो दारा पाएको छ अनि यहाँ बस्न मन छैन भित्र चाहिँ त्यही भएर अनि सो आजको भिडियो चाहिँ साथीहरू यति नै रहनेछ म फेरि पनि न्यू भिडियो लिएर आउनेछु तपाईहरु हेर्दै गर्नुलाई त साथीहरू बाख्रा चराएर घर जानेमा छौं ल सबैजनालाई बाइ बाइ है त साथीहरू ल बाइ बाइ गर्दै बाइ बाइ साथीहरू